यदि मैले यो किताब नपढी अथवा मैले साल्पा सिलिचोङको बारेमा नजानी मैले किराँत कुलमा जन्म लिएर मरेको भए व्यर्थै हुन्थेछ जस्तो मैले महसुस गरे। आज म किराँत भएर जन्मे अनि मैले आज यो किताब पढेपछि साल्पा सिलिचोङ नपुगी यदि मरेछु भने म आफूलाई किराँती भएर जन्मिनुको मलाई एउटा अर्थै महसुस हुनेछ। त्यही कारणले गर्दाखेरि मैले आफूले अटुट गरे अथवा मैले आफूले संकल्प गरे कि अब भनी म मर्न भन्दा पहिला साल्पा पोखरी म एकचोटि दर्शन गरेर मात्रै यो दुनिया छोड्ने मैले आफूले संकल्प गरेको छु। सिवने झारडा विशेष गरेर यो भिडियो मार्फत म साल्पा सिलिचो मुन्दुमी भन्ने किताब पाए अनि मैले जब यो किताब पढे तब मैले प्रष्ट रूपमा आखिर साल्पा भन्ने के हो भन्ने मैले यो किताब पढेपछि मात्र मलाई ज्ञान भयो कि आखिर हाम्रो निम्ति किराँतीहरूको निम्ति कति महत्त्वपूर्ण रहेछ यो साल्पा सिलिचोङ भन्ने कति साल्पा पोखरी चाहिँ कति महत्त्वपूर्ण रहेछ अनि हाम्रो किराँतीहरूको सँग चाहिँ कति महत्त्वपूर्ण कुराहरूमा जोडिएको रहेछ भन्ने तब म त थाहा पाएँ जब मैले यो किताब पढे। यदि मैले यो किताब नपढी अथवा मैले साल्पा सिलिचोङको बारेमा नजानी मैले किराँत कुलमा जन्म लिएर मरेको भए व्यर्थै हुन्थेछ जस्तो मैले महसुस गरे। अब भने मैले यो किताब करिश्मा राइनी माङमाको बाहुलीबाट अथवा उहाँको छुना आन्टीको बाहुलीबाट मैले यो प्राप्त गरेको छु। म विशेष गरेर त करिश्मा राइनी माङमालाई धन्यवाद दिन चाहन्छु। यदि तपाईले मलाई यो नदिनु भएको भए म अज्ञानतामा रहन्थे अनि म त्यसै मरेर जान्थे। म किराँत कुलमा जन्मेर व्यर्थै मर्ने थिएछु। धन्य सुम्निमा पारुहाङको आशीर्वादले हजुरसँग मेरो भेटघाट गरायो। करण वम्बुली राई व्यक्तिसँग भेटघाट गरायो। यो किताब लेख्ने जति पनि व्यक्तिहरू हुनुहुन्छ संसारभरि चिनिने मूलधारी कान्छा भनेर नामले चिनिने हजुरलाई म कसरी धन्यवाद दिउँ। यो किताब तपाईहरुले यसरी लेखिदिनु भयो जस मैले पान्नै पछि पल्टाउँदै जाँदा मैले मेरो मन कति ठाउँ थाम्न पनि नसक्ने शब्दहरू लेखिदिनु भएको छ। तपाईहरुलाई गुणगान गर्ने मेरो कुनै एउटा ठाउँै छैन, धन्यवाद मात्र भन्न सक्छु। आज म किराँत भएर जन्मे अनि मैले आज यो किताब पढेपछि साल्पा सिलिचोङ नपुगी यदि मरेछु भने म आफूलाई किराँती भएर जन्मिनुको मलाई एउटा अर्थै महसुस हुनेछ। त्यही कारणले गर्दाखेरि मैले आफूले अटुट गरे अथवा मैले आफूले संकल्प गरे कि अब भनी म मर्न भन्दा पहिला साल्पा पोखरी म एकचोटि दर्शन गरेर मात्रै यो दुनिया छोड्ने मैले आफूले संकल्प गरेको छु। अनि सारा संसारमा छरिएर बस्नु भएको किराँतीहरू यो किताब पढ्नुहोस्, तपाईको आँखा खुलिनेछ। अनि तपाईहरुले पनि मैले जस्तै संकल्प गर्नुहुनेछ कि जसरी हिन्दूहरूले मर्नु भन्दा पहिले चारधामको दर्शन गरेको छ उस्तै गरी हामी किराँतीहरू पनि साल्पाको दर्शन गर्नु अति नै महत्त्वपूर्ण देखिन्छ। यदि साल्पाको हामीले दर्शन गरेनौं भने किराँती कुलमा जन्मिनु पनि व्यर्थै सम्झिनुहोस्। मैले चाहिँ त्यो ज्ञान यहाँबाट पाएँ। अनि आजसम्म म किराँती हो अथवा म राई जाति हो, आज यो वैज्ञानिक युगमा पनि म आफूले राई अथवा म किराँती हो भनेर आजसम्म चिनाहारी दिलाउने ती पुर्खाहरूलाई सम्झिन चाहन्छु म। साथै मुन्दुमलाई रिसिवाबाट गाउँदै आजसम्म मुन्दुमलाई जोगाएर राख्ने, आजसम्म जागृत राख्ने माङमा हजुरहरूलाई म हृदयबाट धन्यवाद दिन चाहन्छु। यो दुनियाँमा आज पनि माङमा अनि राईपाहरूले आजसम्म हाम्रो मुन्दुमलाई जोगाएर राखेको छ। आज माङमा अनि राईपाहरू थिएन भने सायद हाम्रो मुन्दुम रहने थिएन होला। रिसिवा गर्दै आज मुन्दुमलाई भन्दै जोगाउँदै मिथकहरू भन्दै रिसिवाहरू गर्दै आज हाम्रो माङपाहरू यो दुनियाँमा आइपुगेको छ। हजुरहरूले नै हो यो मुन्दुमलाई जोगाएर राख्ने। तपाईलाई लाखौं चोटि धन्यवाद दिँदा पनि कमै हुन्छ होला। माङपा जति पनि संसारभरि छरेर बस्नु भएको छ माङमा अनि राईपाहरू धन्य हुनुहुन्छ।
विशेष गरी यो भिडियोमा मैले भन्नुपर्दा करिश्मा राई नि माङमालाई तपाई धन्य हुनुहुन्छ। तपाईले म हृदयबाट धन्यवाद दिन चाहन्छु। तपाईहरू हामी भन्दा धेरै तपाईहरू जिउनुहोस्, जुग जुग जिउनुहोस्। हामी मर्दा यो दुनियाँमा केही हुनेवाला छैन, तर तपाईहरू जस्तो एउटा मुन्दुमी बोक्ने, एउटा मुन्दुमको ज्ञान भएको, मुन्दुमलाई जोगाएर राख्न सक्ने क्षमता भएको तपाईहरू जस्तो राईपा माङमाहरू बाँच्नु एकदमै यो दुनियाँमा जरुरत छ, अनिवार्य छ। जाँदा जाँदै अन्तिम पटक म सम्झन चाहन्छु, जब जब मैले यो किताब पढिरहेको थिएँ, मैले यो किताब पढ्दाखेरि मलाई करिश्मा राई नि माङमाको अनुहार यो किताबमा झल्केको थियो। साथै यो किताब पढिरहँदाखेरि मूलधारे कान्छाको यो किताबमा अनुहार झल्किरहेको थियो। करुण वम्बुली राईलाई मैले सम्झिरहेको थिएँ, विशेष गरेर माङमालाई सम्झिरहेको थिएँ। मैले जति जति मैले यो किताब पढ्दै गएँ त्यति त्यति मैले करिश्मा माङमालाई भुल्नै सकिनँ। अनि करिश्मा माङमाकै कारणले गर्दाखेरि आज मैले यो किताब पाउन सफल भएँ। अनि उहाँले नै उहाँको छुनाको हातबाट मैले प्राप्त गरेँ। तपाईहरूले यो किताब नदेखे भए आज म व्यर्थै मर्नु पर्थ्यो। म करिश्मा र करण वम्बुली राई र करिश्मा माङमालाई लाखौं चोटि धन्यवाद दिन चाहन्छु। साथै बधे आलङ्ने पनि भन्न चाहन्छु। झारखण्ड राँची निवासी करण वम्बुली राईलाई धन्यवाद दिन चाहन्छु। साथै करिश्मा राई नि माङमालाई धन्यवाद दिन चाहन्छु। हो, म किराँत कुलमा जन्म लिएँ अनि म आफूलाई किराँत भन्न अनि लेख्न गर्व मान्छु। म किराँत कुलमा जन्म लिनु नै म सबैभन्दा भाग्यमानी ठान्छु। तर म किराँत कुलमा जन्म लिएर मात्रै कहाँ हुँदो रहेछ र? हिजोसम्म मेरो आँखाहरू बन्द थियो। हो, त्यही आँखा खोलिदिने काम आज तपाईहरूले गरिदिनु भयो। तपाईहरूलाई म हृदयबाट धन्यवाद दिन चाहन्छु। आज मुन्दुम के हो भन्ने कुरा नेपाल गाईघाट निवासी गीता राईनीको माध्यमबाट मैले जान्न पाएँ। हो, मलाई गीता राईनी ज्यूले पठाइदिनु भएको किताबबाट पढेपछि मैले मुन्दुम भन्ने कुराहरू जान्न पाएँ। म यहाँबाट गीता राईनीलाई पनि सम्झन चाहन्छु। अनि आज सारा संसारमा छरिएर बस्नुभएको किराँतीहरूले साल्पा नाम सुनेकै छ। हो, यो साल्पा आखिर यो साल्पा के हो? मैले पनि बुझेको थिएँ हाम्रो पवित्र स्थान साल्पा पोखरी हो, जहाँ नेपालको भोजपुर जिल्लामा पर्छ भन्ने मात्र थाहा थियो। तर आज करण वम्बुली साथै करिश्मा राई माङमाको बाहुलीबाट जब मैले यो